नमस्कार, म ईश्वर आचार्य। आज हामी मेरो श्रीमती र छोराछोरीलाई मनपर्ने चाउमिन बनाउन गइरहेको छौं। चाउमिन बनाउँदा जहिले पनि मैदाबाट बनेको होइन, अर्ग्यानिक गहुँबाट बनेको चाउमिन नै म जहिले पनि युज गर्ने गर्छु। सबैभन्दा पहिला तातो कराईमा अलिकता तेल हाल्ने, लङ शेपमा चपिङ गरेको प्याज हाल्ने, लङ शेपमा काटेको गाजर, अलिकता ब्रोकाउली, त्यसपछि यो सिमला मिर्च, ठुलो खोर्सानी र बन्दाकोबी सबै हालेर मजाले चलाउनु पर्छ। त्यसपछि लङ शेपमा काटेको टमाटर, अलिकता हरियो मटर, त्यसपछि आफ्नो इच्छा अनुसार उमालेर राखेको चाउमिन माथिबाट हाल्ने। यो चाउमिन चाहिँ मैले हिजै बनाएर राखेको थिएँ उमालेर। आज बिहान समय बचाउनको लागि यो मैले अब यहाँ हालिसकेको छु। अब माथिबाट हल्का टोमेटो केचप हालौं, अलिकता सोया सस पनि हालौं, अन्त्यमा नुन छर्किन नबिर्सौं। अब सबै कुरा मिक्स हुने गरी चलाउने। पाँच 7 मिनेट पाकिसके पछाडि हरियो धनिया चपिङ गरेर माथिबाट हाल्ने। अब यो हेल्दी अनि मजेदार चाउमिन खानको लागि रेडी भइसकेको छ। यसरी खासै मेहनत पनि नपर्ने र शरीरको लागि फाइदाजनक मिठो चाउमिन तयार हुन्छ। आफ्नो परिवारसित बसेर खाएर रमाउनुहोस्। धन्यवाद।